यो मेरो दोकान हो, नयाँ दोकान। यहाँ ग्यास छ, चुला। यो ग्यास चुला हो, यो सिलिन्डर हो, यो पकाउने जिनिस हो। यो आलु प्याज यहाँ एउटा ग्लास छ, यो छाउहरू यो सब। यो मेरो यो दोकान है, यो दोकान हो मेरो। यो ग्यास सिलिन्डर छ यहाँ। यो पकाउने जिनिस चाहिँ पकाउने यो रिफाइन्ड किनले हिजो। यो छाउहरू, यो सब्जी खुर्सानीहरू, यो प्याज, यो आलु यहाँ छाउ छ है। मेरो यो भयो आलु पराठाको लागि आलु रेडी गराएको छु। यो आलु बोइलिङ ग्यासमा, यसमा छाउ बनाएको भर्खरै सबै सामान रेडी गराएको छु मैले। यो बेसन, सोया सस, पिरो कालो ससको यो आटाहरू। यो हाम्रो दिदी झाडु मार्दैछ यहाँ। यहाँ हाम्रो दोकान हो। कसै आउनु होला, खानु होला कोही बेला। यी हाम्रो पकौडी आज बनाएको। यो आलु पराठा है भर्खरै बनाएको। यो चुला हाम्रो चिया बगान चुला। यो छाउ भर्खरै बनाएको, तातो छ, खाने पनि आउनु होला। मेरो दोकान एमआइडिसी तलपट्टि। यहाँ हाम्रो दिदी काम गर्छ, हाम्रो यहीँ काम गर्छ दोकानमा, दिदी भाइ मिलेर। यहाँ भाडा है, यहाँ भाडामा जग्गा हाम्रो कोही अहिले सबै चलेको थियो नभने नि। यो मेरो दोकान नि नयाँ खुलेको, भर्खर 1 महिना जस्तो भएछ। जिम्बाम जिम्बाम हो यो खाने, यो बस्ने जग्गा, यो बस्ने जग्गा हो यो हाम्रो। कस्टमर बस्ने जग्गा, खाने पनि यता सबै। त्यो मेरो गाडी बाहिर छ, खडा छ त्यहाँ। त्यो हाम्रो आमा छ यही दोकानमा बसेको। यो हाम्रो एरिया हो, यो पुरै छ यहाँ एरिया यस्तो। यहाँ कोही बेला खाने बेला यहाँ आउनु होला। चिसिकेको छेउमा फ्याक्ट्रीको सामने हो, सबै छ यहाँ। यो बस्ने जग्गा भिडियो बनाएको नि। यी हाम्रो जिम्बामा के खाने हो, क्रिम बन, पप, केक, रोटी, चाना, मिठाईहरू जे खाने सबै छ। भर्खरै बनाएको, गरम छ। ठन्डामा अलिक पकौडी मजा आउँछ खानु। यो पकौडी मजा खानु मजा आउँछ होइन, गरम। त्यसपछि यो रोटी तातो छ यहाँ। अलि यो पराठा अहिले त मान्छे कम्ती भयो, अहिले छैन। अहिले पछि आउँछ फेरि 1 बजीतिर भात खानु। कति देखाउँला हजुरलाई म। राम्रो छ यहाँ। ल गुड बाई।